तपाईले चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ बिहानै आमरामा आएर चाहिँ यति धेरै टिभी सक्यौं सुट भइरहेछ है 3 2 1 गो बिमारीले गर्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ अनुहार र पुरै शरीर चाहिँ सुन्निरहेको छ हेलो एभ्रीवन वेलकम ब्याक टु माय न्यू भिडियो तपाईले चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ सो आजको भिडियोमा चाहिँ तपाईले स्वागत छ है तपाईले चाहिँ हेर्न सक्नुहुन्छ आज चाहिँ हामी मटर टिप्न गइरहेको तपाईले चाहिँ हेर्न सक्नुहुन्छ यो खेत अनि माथि त्यहाँदेखि लिएर चाहिँ है तपाईले हेर्न सक्नुहुन्छ अनि सो अहिले चाहिँ अब आमारमा चाहिँ खेतमा आइसक्यौं बिहान चाहिँ हामी चाहिँ यहाँ मटर टिपिरहेको तपाईले चाहिँ हेर्न सक्नुहुन्छ सो हामीले मेहनत गरेर चाहिँ लगाएको फसलको मटर चाहिँ तपाईले हेर्न सक्नुहुन्छ एभ्रीवन हामी चाहिँ यहाँ मटर टिपिरहेको छौं है मटर चाहिँ यस्तो बवाल भइसकेको छ यहाँ हेर्न सक्नुहुन्छ टिप्न आएको छ है मटर चाहिँ पारीसम्म अनि त्यहाँ चाहिँ आमाले चाहिँ टिप्दै हुनुहुन्छ सो हामीले चाहिँ यसरी यहाँ टिप्नुपर्छ अनि उसको दाना चाहिँ तपाईले हेर्न सक्नुहुन्छ यति ठुलो भइसक्यो सो अनि हामी चाहिँ पारीदेखि टिपेर आइसक्यौँ है हामी चाहिँ अघि नै बिहानै आएको अनि यहाँ चाहिँ हामीले टिपेर आएको छौँ अनि त्यहाँदेखि लिएर चाहिँ हामी अगाडि टिप्नुपर्ने हो आज चाहिँ हामी अब मटर टिप्न लागिरहेको छौँ है अनि बाबा चाहिँ अहिले आउनु भएको छैन आमा र आमा चाहिँ बिहानै आइहाल्यौँ अनि बाबा चाहिँ अब रोटी खाएर आउनुहुन्छ सो अनि तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ अनि आमाले चाहिँ यहाँ मटर टिपिराख्नु भएको छ सो आमा हजुर के भन्न चाहनुहुन्छ मटर बिग्रियो पहिलोको बर्खाले गर्दा भन्दा मटर खराब भयो ठिकै छ त्यो पनि आफ्नो दुध बाटो हुनुहुन्छ तपाईँले चाहिँ यो वर्ष थाहा नै छ है अब खेतीबाडी किसानहरूको चाहिँ यो वर्ष चाहिँ फसल केही पनि भएन अनि अब लास्ट उम्मिद भनेको चाहिँ यही हो हाम्रो मटर अनि अब मटर पनि एक टोडामा चाहिँ सबै सकिरहेको छ है अनि सो हामी चाहिँ बिहान आएको थियौँ अनि यहाँ चाहिँ हामीले टिपेर आएको माल हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो मटर चाहिँ टिप्नु पर्ने चाहिँ यो माथि 3वटा खेत अझै यसको पछाडि है अनि अर्को कुरा म चाहिँ एकदमै लगभग 1 हप्ता भइसक्यो रुगा लागेर चाहिँ एकदमै हालत खराब भइरहेको छ है एकदमै मेरो बोलीले तपाईँ थाहा पाइसक्नु हामीले चाहिँ बिहान नै यहाँ चिसोको बोतल अनि यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ केही जङ्क फुडहरू र म चाहिँ जङ्क फुड चाहिँ एकदमै अभोइड गरेको छु है यस्तो जङ्क फुडहरू चाहिँ म केही पनि खाँदिनँ तपाईँले के भन्न चाहनुहुन्छ हेलो अनि आज हामीले यो हाम्रो वर्षभरिको मेहनती परिश्रम हो यो एउटा तरकारी खेती गरिरहेको छौँ भने पहिले हाम्रो बन्दाकोपी काउली चाहिँ यो वर्षा धेरै लामो समय वर्षा चलेर हाम्रो सबै सरेर गयो कुहेर भने यो लास्ट खेती हो यो 13औं खेती चाहिँ अब लागि परिरहेको छौँ कि यो खर्च धेरै आउँछ अब आफ्नो लगानी गरेको खर्च असुल हुन्छ कि भन्ने हामीले आशा गरिरहेका छौँ अब यही नै हो यो लास्ट हाम्रो खेती भनेको नै के र मटर खेती नै हो बाँकी अर्को वर्ष नै हुन्छ अब लागि पर्ने हो के र अब भन्ने हुँदैन सबैले हामी सबै नेपालीले इन्डियामा दुःख गरिरहेका छौँ त्यो अनुसार मिहिनेतको फल मिलिरहेको छैन यस्तै हो सरकारी खेती पनि जोगाएको छैन यति नै भन्नु यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ अनि आमाले चाहिँ मटर टिप्दै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ अगाडि पनि सब हामीले मटर टिप्नु पर्ने हो अनि हामीले चाहिँ परेदेखि टिभी आइहाल्यौँ चाहिँ एक डोगा चाहिँ 1 किल्ला चाहिँ हाम्रो भइसक्यो मटर अनि यो चाहिँ अब म घर पारी लगेर जाँदैछु 3 2 1 गो तपाईँले हेर्न सक्नुहुन्छ तपाईँले बिमारीले गर्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ अनुहार र पुरै शरीर चाहिँ सुन्निरहेको छ त्यो फोटोसुट भइरहेको छ है यहाँ चाहिँ फोटोसुट सो एभ्रीवन म चाहिँ यहाँ मटर लिएर आइसकेँ तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ यहाँ राखिरहेको छौँ अनि यो चाहिँ स्पेसल
गोदाम भनौँ है, जो यहाँ सब्जी राख्नको लागि चाहिँ यो स्पेसल सानो कोठा भनौँ। अनि यहाँ चाहिँ मटर घोप्टिसक्यो, तपाईँले हेर्न सक्नुहुन्छ। यसले चाहिँ ठाडो गराएर चाहिँ अनि यता यसलाई पनि हामीले यसरी राखेर चाहिँ एभ्रिवान। अनि हामीसँग चाहिँ टन्न स्टोभमा आलु बन्छ है, तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ सब्जीको लागि हो, हेर्न सक्नुहुन्छ। टन्न हामीसँग चाहिँ स्टोभमा आलु पनि छ है, यो चाहिँ स्पेसल सब्जीको लागि हो। साथीभाइहरू अहिले चाहिँ साँझको चाहिँ 5 बजिसक्यो अनि हामी चाहिँ तलदेखि चाहिँ मटर टिपेर आइसक्यौँ है। त्यहाँ तलदेखि चाहिँ हामीले सुरु गरेको थियौँ अनि पर अहिले चाहिँ हामी यहाँ आइसकिसक्यौँ। अनि म चाहिँ अब भिडियो बनाएर आएको छु, कहिले कता गइरहेको छु, ती कारण चाहिँ अब टिपेर आएको छैन। तर यहाँ चाहिँ अगाडि आमा बाबा चाहिँ टिपेर राख्नु भएको छ है। अनि यसो हेर्न सक्नुहुन्छ, टिपेर आएको छ मटर चाहिँ हामीले हेर्न सक्नुहुन्छ। अहिले चाहिँ साँझको 5 बजिसक्यो, अब अन्धारो आमा बाबा चाहिँ टिपेर राख्नु भएको छ। सो त्यही हो एभ्रिवान, अब चाहिँ हामी मटर टिपेर आएको छन् है। आजको भिडियो चाहिँ अब तपाईँले के कस्तो लाग्यो यही नै थियो है। आजको भिडियो चाहिँ म तपाईँले चाहिँ त्यो धेरै साह्रो त्यसो चाहिँ केही पनि देखाएर अब यही नै थियो। हामी चाहिँ बिहानदेखि ननस्टप टिपेर आएको छौँ अनि बिचमा चाहिँ एकचोटि हामीले खाना खान गएको थियौँ, त्यहाँदेखि आएर चाहिँ फेरि टिपेर आएको छौँ। यो अब आजको भिडियो तपाईँले के कस्तो लाग्यो, अब यो मेरो एउटा सानो एज ए लाइफको पार्ट है, यो चाहिँ मैले तपाईँले देखाइरहेको थिएँ। अब अर्को कुरा चाहिँ म केही दिनमा चाहिँ अब नयाँ ट्रिप गरेर आएको छु, एक्लै नै नयाँ नयाँ कन्टेन्ट चाहिँ तपाईँले लिएर आउनु छु। अनि अर्को कुरा चाहिँ अब म चाहिँ अब लगभग 1 हप्तादेखि चाहिँ मैले रुगा खोकी लागेर चाहिँ एकदमै पुरै अनुहार चाहिँ अब सुन्दिरहेको छ है, अब पानी भरेर चाहिँ। सो त्यही नै हो। अब आजको भिडियो चाहिँ तपाईँले के कस्तो लाग्यो अनि तपाईँले चाहिँ अब केही सोध्न चाहनुहुन्छ मलाई कमेन्ट गरिदिनु होला। अनि एउटा लाइक, भिडियो सेयर र फलो चाहिँ गर्नु होला, यति मेहनत लाग्छ मैले भिडियो बनाउँदामा है। सो बाइ बाइ एभ्रिवान।